राष्ट्रमित्र राष्ट्र हो, वो हामीलाई चाहिन्छ। तर किन हाम्रो अस्थिरतामा सधैँ खेल्छ त? वो अस्थिरता चाहिँ किन चाहन्छ? दुई कारण छ। नवराज सुवेदी जुन पञ्चायतका एकजना राजनीतिज्ञ हुनुहुन्थ्यो, उहाँले महेन्द्र वीरेन्द्र दुबैको उसमा काम गर्नुभयो, भारतसँग पनि राम्रो सम्बन्ध भएको व्यक्ति हुनुहुन्छ। उहाँको एउटा किताब छ इतिहासको एक कालखण्ड भन्ने, त्यहाँ लेख्नु भएको किताब म तपाईँलाई सुन्न चाहन्छु। 40 सालको आन्दोलन ताका भारतले आफ्ना एकजना विदेश सचिवलाई नेपालमा पठायो, वीरेन्द्रसँग लिखित प्रस्ताव लिएर। त्यो प्रस्ताव उहाँले भन्नुभएको छ 8-10 बुदाको थियो भन्नुभएको छ। उहाँले 10 बुदाको प्रस्ताव लिएर भारतका विदेश सचिव वीरेन्द्र समक्ष आए। वीरेन्द्रलाई उसले प्रस्ताव के गरे भने कि राजा, 2 चिजको प्रस्ताव लिएर म यहाँ आएको छु, तपाईले मान्नु पर्यो। एउटा, नेपालको प्राकृतिक स्रोतमाथि भारतको आधिपत्य कायम हुनु पर्यो। यो मैले भनेको छैन है, प्लिज तपाईँ एकदम गम्भीरतापूर्वक सुन्नुहोस्। नवराज सुवेदीको पुस्तकमा लेखेको अंश हामी कुरा गर्दैछौँ। 46 सालको आन्दोलनको पूर्व सन्ध्यामा चैत महिनामा म भन्छु। मलाई रिपिट गरेँ मैले, धेरै मार्मिक छैन। प्रत्येक नेपाली राष्ट्रपालले सुन्नुपर्छ यो कुरा चाहिँ, यो देश बचाउनको लागि। 46 सालको आन्दोलन ताका भारतले एकजना विदेश सचिव नेपालमा पठायो र राजा वीरेन्द्र समक्ष 10 बुदाको प्रस्ताव लिएर। त्यो प्रस्तावमा भएका धेरै कुराहरूमध्ये 2टा कुरा त्यहाँ महत्त्वपूर्ण थिए। 2टा कुरा राजालाई भनियो त्यहाँ। एउटा राजा सरकार, एउटा एक्सिलेन्सी के भन्नु उहाँले, नेपालको जलस्रोतमा भारतको आधिपत्य हुनु पर्यो एउटा। दोस्रो, भारतको सुरक्षा छाताभित्र चाहिँ नेपाल रहनु पर्यो। यी 2टा प्रस्ताव क्याटेगोरिकली भारतले आफ्नो विदेश सचिव मार्फत 2046 साल चैत 18 गते नारायण हेटीमा राजा वीरेन्द्रलाई भेट्न पठाएछ। उनले आन्दोलन चलिरहेको बेलामा नेपालको जलस्रोतमा हाम्रो आधिपत्य रहन दिनुस् र सुरक्षा हाम्रो सुरक्षामा चाहिँ तपाईहरु आउनुस्। सुन्नुस्, राजा वीरेन्द्रले दिएको जवाब, यो देश त्यत्तिकै बचेको होइन। राजा वीरेन्द्रले के भने उहाँले त्यो नवराजमा सम्बोधन गरेर भने लेख्नु भएको छ। उहाँले यसै कारणले यदि यो पञ्चायती व्यवस्था जान्छ भने जाओस्, यसै कारणले यसका लागि मैले र मेरो पञ्चायती व्यवस्थाले बलि दिनुपर्छ भने पनि दिउँला, तर भारतको तपाईहरुको यो प्रस्ताव चाहिँ मैले स्वीकार गर्दैन। यो देशमाथि मैले गद्दारी गर्दैन। राजा वीरेन्द्र भुटानी राजा भएर म बाँच्न चाहन्न भनेर राजा वीरेन्द्रले जवाब दिए। र दुर्भाग्य एउटा भन्नुस्, त्यही कारणले नेपालको पञ्चायती व्यवस्था गयो। त्यसको उहाँले लेख्नु भएको छ र सायद भनेर लेख्नु भएको छ उहाँले, राजदरबार हत्याकाण्ड पनि भयो। यसरी बचेको र बचाइदिए आएको देश हो यो। फेरि हामी कसैको सुरक्षा छाताभित्र जाने या हाम्रा स्रोत साधनलाई या हाम्रो सार्वभौमिकता कसैलाई जिम्मा दिने कुरा, यो चीजको भोटे तालचा ठुलो लकिङ सिस्टम चाहिँ संविधानमा छ। त्यसैले त्यो संविधान अहिले फाल्यो भने राजा आउँछ भन्छ नि, त्यो होइन भने प्लिज। राजाको नाममा राजनीति गर्ने त उनीकै मिसनका मान्छे हुन् भने अधिकांश चाहिँ। यो संविधान फाल्यो भने अब बन्ने संविधानमा ठिक छ, संविधान उनीहरूले त्यसो भए त अल्टरनेटिभ 1, अल्टरनेटिभ 2, अल्टरनेटिभ 3 मा काम गरेर आउँदा रहेछ। पक्का कुरा हो नि। भने यसमा तमाम कमजोरीको बावजुद 2 चीज यो संविधानमा देशको हितमा छ। एउटा अहिले मैले भनेको प्रावधान, 2 देश बीचको सन्धि सम्झौतामा 2 सदनको 2/3 चाहिन्छ। अर्को 10 वटा यो देशका महत्त्वपूर्ण पदहरूमा अंगीकृत नागरिकको नियुक्ति हुन सम्भव छैन। हो, त्यो चीज फाल्नको लागि चाहिँ यहाँ अनेक खालका हत्कण्डाहरू अपनाएको छ, राजाको नाम अगाडि लिएको छ। तर राष्ट्रपालले त आफ्नो पछिल्लो पटकको वाचापत्रमा नै होइन, करारनामामा नै विदेशमा रहेका नेपालीहरूलाई पनि नागरिकता दिए। त्यो फरक भयो। त्यो त हाम्रा नेपाली भए कुनै समयको। मैले अंकृत भनेको त एकदमै विदेशीलाई नागरिकता दिएको निश्चित शर्तमा। त्यसलाई एकै हो भनिरहेको छैन, तर दोहोरो नागरिकता भएको व्यक्ति ऊ नेपालबाट कहीँ गयो, त्यहाँको नागरिकता पनि लियो र नेपालको नागरिकता पनि लिइरहेको छ, त्यागेको छैन र यहाँ आएर ऊ निर्वाचित हुन्छ। त्यो चाहिँ
नै त्यो अहिले त कानुनले अलाउ गर्दैन। तर मेरो यो चिन्ता चाहिँ यो भन्दा पनि हाम्रै नेपाली जसको पुर्खा यहाँ छ, जो पहिले कुनै बेला वंशजको थिए, उनको बारेमा के गर्ने भन्ने चाहिँ एउटा दृष्टिकोण हुने भयो। त्यसमा थोरै लचिलो बन्दा आपत्ति हुँदैन। हामी नेपाली भएको कारणले गर्दा म एकदम यसमा प्रश्न सिक्लेस हाम्रै नेपाली त अङ्कृत भनेको त 100मा 100 ऊ कुनै बेला विदेशी हुन्छ, उसको ओरिजिन नेपाली होइन, हुँदै होइन नि। निश्चित शर्त उसले पुरा गरेको आधारमा चाहिँ उसले अङ्कृत नागरिकता पाउने हो। त्यो व्यक्ति नेपालको राष्ट्रपति, प्रधानमन्त्री, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू, प्रदेश प्रमुखहरू बन्न पाउँदैन कि। तपाईँको भनाइ चाहिँ के त? जस्तै संविधान संशोधनका लागि आवश्यक पर्ने 2/3 हामीले तपाईँले 6वटा त मेजर एरियाहरू भनिदिइहाल्नुभयो। त्यो बाहेक संविधान चाहिँ चलाउने कि नचलाउने? होइन, चलाउ अहिले तुरुन्तै होइन भने मलाई लाग्छ उहाँहरूको एउटा दीर्घायुको लागि पनि उहाँहरूले अरू नमिलेका त हजारौँ कुराहरू छन् नि भने यहाँनिर।